धुडीगुडी गर्दा हो त यार काम गर्दा हो धुडीगुडी गर्दा हो काम गर्दा डेली नै उ गर्दै गर्दिन खो आएछ नीति घोप्टी आइछ ल ठिक गरिछ त्यसले त्यसलाई माला लगाइदिनु त्यसलाई फुलमाला लगाइदिनु पर्छ अब त्यसलाई काम गर्ने ठाउँ चाहिँ जुन त्यसलाई फुलमाला लगाइदिनु पर्छ अब हाम्रो बाटो अब एकदमै मर्मत भइसकेको छ अब हाम्रो चाहिँ अब पिसिजी हुन मात्रै बाँकी छ हजुर भोलिको दिन बित्दैन पिसिजी हुन बाँकी छ प्राविधिक सरले चाहिँ अब हेरिसक्नु भएको छ उहाँ चाहिँ हिमाल हेर्नुहोस् हजुर हैन हाम्रो ग्राफिक भेगमा यस्तै छ अब ग्राफिक भइरहेछ केही समयपछि आरसिसी हुने भन्ने सम्भावना धेरै छ हाम्रो गाउँपालिका प्रदेश प्रधानमन्त्री रोजगार स्वरोजगार कार्यक्रम यही चिप्लेढुङ्गा पोखरातिर भइरहेछ आज भोलिको दिनमा साथीहरू हामी चाहिँ अब गाउँदेखि माथितिर छौँ हामीहरू अब जान लागेका छौँ हामी चाहिँ आज पहाड होली भन्ने सुनेर त्यही भएर हामी पहाडतिर होली खेल्न गइरहेका छौँ हामी तराईका मान्छेहरू गाउँ छोडेर लेकतिर लेकतिर पहाडतिर हामी होली खेल्न गइरहेका छौँ यो तलको तराई क्षेत्र विशेष गरेर हाम्रो गाउँको लागि मात्रै हो अनि यो उकालो जाँदैछौँ हामीहरू यो अलि पहाडी क्षेत्रतिर हामी होली खेल्न जाँदैछौँ पहाडी क्षेत्रका मान्छेहरू तराईतिर नझरेपछि हामी अलि पहाडतिरै उल्किने पर्ने अवस्था देखियो यो तलको पछाडिदेखि नै पुरै यो बारे गाउँ हो साथीहरू है तपाईँले अब पुरै त देखाउन सकेको छैन एउटा सानो मोबाइलबाट क्लिक हानेको एउटा भिडियो हो अनि हामीसँग ड्रोन पनि छैन हामी चाहिँ भर्खर नयाँ मान्छेहरू नयाँ भ्लग बनाउँदैछौँ एकदमै कडा हिसाबले सानो फ्याँकत्तै हामी पहाडतिर होली खेल्न लागिरहेका छौँ अब तराईतिर हल्का छासा छुसा गरेर पहाडतिर हिँडिरहेका छौँ अनि हाम्रो यहाँ पछाडि सिमुलक साथीहरू पनि आउँदैछन् ल हजुर हामी पनि हिँडिसकेनौँ हिँड्न गाह्रो भइरहेछ सेसे भइरहेछ हजुर म त झन् हजुर तराईको मान्छे अब पहाडमा एक्काइस उल्केको हजुर सेर्फे बढेर खत्तम भइसकेको छ गाह्रो छ पहाडका घरहरू देखिन सुरु गरिसकेका छन् यहाँ माथि पहाड पुग्ने लागेका सकेछौँ यस्तो हिउँ परिरहेको छ ल हामीहरू त पहाडतिर पुगिसकेका छौँ यो पहाडका घरहरू साथीहरू है यस्तो प्रकारको हुन्छ होइन हामी चाहिँ पहाडतिर पुगिसकेका छौँ अब अलि माथि पनि छ जानुपर्ने तर विशेष गरेर हामी चाहिँ ठ्याक्क हामीहरू आइसकेका छौँ महिलाहरूको काम यस्तै छ यहाँ पहाडतिरको पहाडी इलाका अध्यक्ष भएर हजुर अनि यो सल्काम भन्छन् यसलाई साथीहरू है गेन्द्रला साइले चोती कोइरा हुन्थ्यो नि यही हो चोती कोइरा हेर्नु न जुम्लाको एउटा अर्ग्यानिक यस्तो हुन्छ 5 किलोको 5 किलोको एउटै चौध कोइरा हो यो तराईतिर सबै स्थानीय भाषामा कोइरो भनिन्छ अब हामीहरू चाहिँ लगत्तै माथिल्लो छाडातिर हामी निस्किसकेका छौँ साथीहरू त कोही छैन त्यहाँ सबै गाइड छन् त्यहाँ यो पहाडतिरका मान्छे ल हामीहरू पहाडदेखि हामी अब तराई देखाउँदैछौँ पुरै देखिने तराई हेर्नु साथीहरू है एकदमै राम्रो छ दृश्य हेर्नुलाई तराईतिरको अनि हामी पहाडतिर पनि उल्किसकेको छौँ पहाडतिरका मान्छेहरू कोही छैन नि होइन अब हाम्रो यहाँ के हो यसलाई के भन्छ अरे हाम्रो चाँद है यो हाम्रो चाहिँ यो बाटो नै यस्तो डोरीबाट नै यो बन्छ बुन्ने मान्छेहरू चाहिँ कहाँ यो अर्ग्यानिक हिमाली भेडबाट हिमाली चङ्ग्रेबाट बनेको एउटा ओ हजुर यहाँ हाम्रो पहाडका अध्यक्ष अनि यो हाम्रो चाहिँ यो हजुर यो स्थानीय भाषामा तोरे यसलाई के भन्छ यसलाई यो कोदो हाम्रो यसलाई कोदो भन्छ होइन कोदो यो हाम्रो गाउँ यसलाई गाउँ भन्छ यसलाई स्थानीय भाषामा गाउँ हजुर यो हाम्रो जुम्ला जिल्ला लोकल गाउँ जुम्लाको होइन आफ्नै जुम्लाको अर्ग्यानिक एकदम हातले उत्पादन गरेको यो हाम्रो कोदो एकदम कोदाको मार्फा छेउको मार्फा जस्तो बनाउन सकिन्छ यसको पनि ल म अब तपाईँहरूलाई साथीलाई तपाईँलाई म एकदमै पहाडी क्षेत्रका युवाहरूको गतिविधि देखाउन गइरहेको छु पहाडी क्षेत्रका युवाहरूको गतिविधि हेर्नुहोस् त जुत्ता ओहो हो माई गड ल एकदमै पहाडी क्षेत्रका युवाहरूको गतिविधि एकदमै कडा रहेछ ल तपाईँलाई सबैलाई बधाई छ अनि सबैलाई ह्याप्पी होली पनि है सबैलाई नमस्कार दाजु सबैलाई ह्याप्पी होली ह्याप्पी होली झ्याप्ले गुरुङ यहाँ रहेछ ल पहाडी क्षेत्रका मान्छेहरूको काम चाहिँ यो रहेछ विशेष गरेर